तपाईँको यिनै कुराहरूमा हुने हो। हाम्रो चाहिँ टुरिज्ममा हुने हो, त्यस पछाडि गएर अर्बन डेभलपमेन्टमा हुने हो, त्यस पछाडि एग्रिकल्चरमा हुने हो, त्यस पछाडि हर्टिकल्चरमा हुने हो। विशेष गरेर अहिले हामीले अर्बन डेभलपमेन्ट र हर्टिकल्चरलाई चाहिँ विशेष प्राथमिकताका साथ अगाडि बढाएका छौँ। अब कृषिमा पनि अब नेचुरल एग्रिकल्चरको कुराहरू आएको छ, त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुराहरू पनि आएको छ। यी कुराहरूलाई पनि हामी अगाडि बढाउँछौँ र हामीलाई चाहिँ अहिले एउटा क्रिकेट मैदान बनाउने भन्ने कुराहरूमा पनि हामीले वहाँ पनि प्रस्ताव राखेका हौँ र यो क्रिकेट मैदानलाई चाहिँ व्यवस्थित रूपमा चाहिँ अब पहाडी जिल्लाहरूमा क्रिकेट खेलाडीहरू पनि नहुने, पहाडी जिल्लाहरूमा चाहिँ क्रिकेटको अभ्यास पनि मान्छेले गर्न नपाउने, त्यस कारणले गर्दाखेरि अभ्यास चाहिँ अब पहाडबाट पनि हुनुपर्छ भनेर हामी चाहिँ खाँदबारी नगरपालिकाले क्रिकेट मैदान चाहिँ बनाउनु, अब एउटा क्रिकेट मैदान बन्नुपर्छ, यो खाँदबारी नगरपालिकामा बन्नुपर्छ भनेर हामीले प्रस्ताव अगाडि सारेका छौँ र यो प्रस्तावलाई तपाईँको चाहिँ अब कुन वाडामा हुनसक्छ, कहाँ सहजता हुनसक्छ, त्यो कुरालाई विचार गरेर हामी चाहिँ अगाडि बढ्छौँ। सबैभन्दा पहिले हामीले कि हाम्रो छिमेकी मुलुक भारत रहेको छ र छिमेकी मुलुक भारतमा अहिले नयाँ टेक्नोलोजीहरू के आएका छन् र त्यसलाई यहाँभित्र कसरी इन्ट्री गराउने र त्यो टेक्नोलोजीलाई साथमा लिएर हामी अगाडि कसरी बढ्ने भन्ने सन्दर्भमा हामीले भारतीय राजदूतावास नेपालसँग हामीले कन्ट्याक्ट गऱ्यौँ र सो सन्दर्भमा उहाँहरूले अर्बन डेभलपमेन्ट, एग्रिकल्चर, हर्टिकल्चर र टुरिज्म यो चारवटा विषयवस्तुलाई लिएर अध्ययन, अवलोकन, भ्रमण हामीलाई चाहिँ उपलब्ध गराउनु भयो। त्यसमा जनप्रतिनिधि र तपाईँको कर्मचारीहरू समेत राखेर हामी त्यो के अरे इन्डियाका विभिन्न ठाउँहरूमा भ्रमण गर्ने अवसर हामीलाई प्राप्त भयो। त्यसका लागि म भारतीय दूतावासलाई, भारतीय सरकारलाई हार्दिकतापूर्वक धन्यवाद ज्ञापन गर्न चाहन्छु र हामीले के गर्न सकिन्छ र उहाँहरूले कसरी अहिले चाहिँ तपाईँको न्यू टेक्नोलोजीहरूलाई चाहिँ व्यवस्थित गरेर आउनु भएको छ भन्ने कुराहरू चाहिँ हामीले समग्रतामा दक्षिण भारतमा हामीले हेऱ्यौँ र उहाँहरूको जुन टेक्नोलोजीहरू, उहाँहरूको जुन डेभलपमेन्ट छ, त्यो डेभलपमेन्टलाई पछ्याएर हामी जान सक्ने स्थिति छ। त्यसका लागि हामी आफै तपाईँको चाहिँ दृढ हुनुपर्दछ र हामीले चाहिँ त्यो कार्यमा अगाडि बढ्नका लागि हामी प्रेरित भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। हामीले त्यहाँ गएर कृषि, त्यहाँ गएर हामीले चाहिँ यो हर्टिकल्चर, त्यस पछाडि के अरे अर्बन डेभलपमेन्टका हरेक पाटाहरू चाहिँ हामीले हेऱ्यौँ। त्यो हेर्दाखेरि हामीले सहज रूपमा यहाँभित्र पनि ती कार्यहरू गर्न सकिने अवस्था रहेको छ। अहिले हर्टिकल्चर, अहिले हाम्रो ठाउँमा चाहिँ बाँझो खेतहरू प्रशस्त मात्रामा रहेका छन्। त्यस कारणले गर्दा ती खेतहरूलाई पनि, ती बारीहरूलाई पनि हामीले कसरी उब्जनीमा परिणत गर्ने भन्ने कुराहरूको सोच पनि हामीले अध्ययन अवलोकनको भ्रमणमा गएर आएपछि हामीले त्यो कुराको विश्वास राखेका छौँ कि अब हामी केही गर्न सकिन्छ भन्ने लागेको छ र हामीले उताको भ्रमण सकेर आइसकेपछि हाम्रो चाहिँ इन्टरेक्सन प्रोग्राम पनि एमएसएमा भएको थियो। सो इन्टरेक्सन प्रोग्राममा पनि हामीले चाहिँ अब हामीले कुनै प्रपोजल अगाडि सारेर यी क्षेत्रहरूलाई डेभलपमेन्ट गर्नका लागि हाम्रो कार्य चाहिँ अगाडि बढाउनु पर्छ भन्ने कुराहरू राख्यौँ र उहाँहरूले पनि त्यसका लागि सदा सहायता व्यक्त गर्नुभएको छ। अहिले हाम्रो प्रोजेक्ट पेपरहरू चाहिँ लेखिँदैछ। त्यो प्रोजेक्ट पेपर पश्चात अनि मात्रै हामीलाई प्रोजेक्ट प्राप्त हुने कुराहरू आउन सक्दछ। त्यस कारणले यसका लागि हामी अगाडि बढेको अवस्था छ। अब यहाँबाट हामी हिँड्दाखेरि हामीले अति सुचारू रूपमा सञ्चालन गर्ने गरी नै गएका थियौँ। त्यसले चाहिँ धेरै ठुलो असरहरू पनि गरेका छैन। तर सोसल मिडियामा चाहिँ के भन्ने कुराहरू आयो भनेदेखि होइन काङ्ग्रेस मात्रै लिएर गयो, के गयो, कसो गयो भन्ने कुराहरू आयो। त्यो कुरा होइन। हामीले के भनेदेखि यो क्षेत्रका सबैलाई हामीले कुरा गऱ्यौँ
कुरा गर्दाखेरि केही अध्यक्षहरू चाहिँ नजाने, जान भ्याइएन, आफ्नो कार्यदक्षताले गर्दाखेरि भन्ने कुराहरू आयो। त्यसमा भोटखोलाको अध्यक्षसँग पनि हामीले कुरा गऱ्यौँ, सभापतिको अध्यक्षसँग कुरा गरेको हो, मकालीको अध्यक्षसँग पनि हामीले कुरा गरेका हौँ। अब केही जनप्रतिनिधि र कर्मचारी गएको सवालमा अब यहाँ जो जिते त तपाईँको जितेका अध्यक्ष नै काङ्ग्रेस छन् त मैले अब कहाँ अर्को पार्टीको खोज्दै हुने। त्यस कारणले गर्दाखेरि जो जितेका छन् तिनलाई चाहिँ हामीले लिएर गएका हौँ। अब सबैजना चाहिँ तपाईँको अटाउन सक्ने स्थिति रहेन। हामीले चाहिँ 5-6 जना मात्रै तपाईँको अध्यक्ष र मेयर लिएर जाने भनेका थियौँ। अब पछिल्लो टाइम आएर 2 जनाले तपाईँको विथड्र गर्नुभयो, हामी जान सकेनौँ भनेर भन्नुभयो। अनि हामीले 555को मेयर साहबलाई पनि लिएर गयौँ, किनभने हामीसँग चाहिँ एट्याचमेन्ट नगरपालिकासँगको एट्याचमेन्ट चाहिँ 555 छ। 555को भूगोल अनि खाँदबारीको भूगोल एकै भएको हुनाले हामी यी सबै साथीहरूलाई मिलाएर लगेका हौँ। अबको प्रोजेक्ट पेपर हामीले अगाडि बढाउँदाखेरि चाहिँ हामी सङ्खुवासभा जिल्लाका अधिकांश तपाईँको गाउँपालिका र नगरपालिकालाई समावेश गरेर हामीले त्यो प्रोजेक्टलाई चाहिँ अगाडि बढाउँछौँ।